नमस्ते साथीहरू, यहाँ हेर्नुहोस् न, मेरो एउटा यहाँ प्लान्ट तपाईँहरूलाई आज देखाउँ भनेको कि यो प्लान्ट चाहिँ एकदम माया लाग्छ मलाई। किन भन्दाखेरि नि यो प्लान्ट चाहिँ मैले लकडाउनको टाइममा त्यति बेला स्कुलहरू अब त्यस्तो जानु पर्थेन, घरमै बस्नु पर्थ्यो है, फुर्सदै हुन्थ्यो नि त। अनि यो चाहिँ मैले काठमाडौँमा हामी त्यति बेला बस्थ्यौँ। अनि काठमाडौँमा चाहिँ एउटा वलमा सानो मात्रै थियो यो। अनि मैले टिपेर त्यो लकडाउनको टाइममा रोपेर चाहिँ पछि यता दार्जिलिङ फर्किँदा पनि लिएर आएँ। अहिले यत्तिको भइरहेको छ यो चाहिँ हो। अनि यो चाहिँ के को रुख हो भन्नुहुन्छ भने यो चाहिँ एक्ज्याक्टली हाम्रोतिर पाउने नेभारा जस्तो त होइन, तर हुनु चाहिँ यो नेभाराकै फ्यामिलीको त्यो फिग हुन्छ नि, त्यही फ्यामिलीकै जस्तो मलाई लाग्छ। तर म पनि स्योर चाहिँ छुइनँ, पत्ताहरू यसो हेर्दाखेरि चाहिँ मलाई नेभारा जस्तै लाग्छ। तर मैले आजको यो भिडियोमा तपाईँलाई मेरो यो प्लान्ट देखाउनु भन्दा पनि अर्कै केही कुरा गरौँ कि भनेर चाहिँ म लागिरहेको छु। तपाईँको फुर्सद छ भने एकछिन मेरो कुरा सुन्नुहोस् ल। यो प्लान्ट छ नि, यो प्लान्टले चाहिँ हामीलाई के बताउँछ भने नि, हाम्रो लाइफमा हामीसँग 3 खालको सम्बन्धीहरू हुन्छ। 3 खालको हुन्छ नि, रिलेटिभ्सहरू, रिलेसन, हामीसँग जो रिलेसन राख्नुहुन्छ 3 खालको हुन्छ। यो प्लान्ट भनेको यो जुन चाहिँ देख्दै हुनुहुन्छ यो चाहिँ तपाईँ हामी होइन, तपाईँ हामी भयौँ भने हामीसँग चाहिँ अरू 3 खालको चाहिँ रिलेसनसिप चाहिँ हामीसँग हुन्छ। हामीले कसलाई महत्त्व दिनुपर्छ भन्ने कुरो चाहिँ म आज यहाँ कुरा गर्न लागिरहेको छु। हेर्नुहोस् है, यो जुन चाहिँ पत्ता छ नि, वास्तवमा यो जम्मै यो प्लान्टलाई राम्रो देखाउने यो पत्ताले हो नि त, यो लिभ्सले हो नि त होइन। राम्रो देखिरहेछ नि है यो पत्ताले, हेर्नु भर्खर आएको कि हो। तर यो पत्ता चाहिँ यस्तो चिज हो, यो चाहिँ हाम्रो शुभचिन्तकहरू जस्तो अलिक टाढोको मान्छेहरू हुन्छ नि, जसले हामीलाई राम्रो सोच्छ, साथीहरू जस्तो भनौँ न। तर उनीहरूको पनि आफ्नै समस्या हुन्छ होइन, उनीहरूको आफ्नै अब परिस्थितिहरू हुन्छ। तर उनीहरू कति बेला हामीसँग छुटेर जान्छ पत्तै हुँदैन। यो यसबाट पत्ता कति खेप झर्छ, कति झर्छ थाहै हुँदैन क्या। त्यो चाहिँ एक खालको भयो। भन्नुको मतलब हामीसँग एउटा पत्ता जस्तो रिलेटिभ्सहरू हुँदो रहेछ। अब यही प्लान्टलाई हेरेर चाहिँ अर्को चाहिँ रिलेटिभ्स यो हाँगा जस्तो कि, यो हाँगा चाहिँ अलिकति पत्ताभन्दा दह्रो, अलिकति घनिष्ठ हुन्छ नि, अलिकति क्लोज त्यस्तो खालको। तर उसको पनि आफ्नै परिस्थिति हुन्छ, उसको पनि आफ्नै समस्याहरू हुन्छ होइन। र हामीलाई चाहिएको बेलामा ऊ फ्याट्ट नआइदिनु, हामीलाई भनौँ न सहयोग गर्नु नसक्ने अवस्थाहरू हुनसक्छ। कुनै पनि अलिकति ठुलो त्यस्तो केही समस्याहरू पऱ्यो भने ऊ भाँचेर जानुसक्छ, टुटेर जानुसक्छ। तर एउटा कुरो तपाईँले याद गर्नुभएको छ, यो पत्ता जान्छ, यो हाँगा पनि भाँचेर जान्छ, तर तपाईँलाई खासै फरक पर्दैन। यो जुन चाहिँ छ नि फरक पर्दैन, किन भन्दा अर्को हाँगा आउँछ, अर्को पत्ता आउँछ नि त। तर यहाँ एउटा रिलेटिभ्स छ जो चाहिँ देख्दैनौँ हामीले, त्यो चाहिँ कहाँ छ भन्नुहोस् त, यो माटो मुनि छ, जसलाई हामी रुट्स भन्छौँ नि, जरा हो। यो चाहिँ हाम्रो फ्यामिली हो, यो चाहिँ हाम्रो शाखा सन्तान भन्छ नि हो, यो शाखा सन्तान। म त एक्सपिरियन्स गरेको मान्छे, मेरो आफ्नो अनुभव पनि छ होइन। जब हामीलाई केही पर्छ, हाम्रो घरमा केही पर्छ नि, यो जुन चाहिँ भित्र जरा छ नि, यो रुट्स, यिनीहरू चाहिँ हाम्रो शाखा सन्तानहरू। यिनीहरू आउनुभन्दा, यिनीहरू आइपुग्नु भन्दाखेरि पहिला उनीहरू आइपुगेको हुन्छ। तर हामीले महत्त्व चाहिँ माथिको पत्तालाई दिइरहेको हुन्छौँ, हाँगालाई दिइरहेको हुन्छौँ। यो तल जुन चाहिँ हाम्रो शाखा सन्तान आफ्नो मान्छेहरू छ नि, उनीहरूलाई खासै दिएको हुँदैन नि। तपाईँले लु भन्नुहोस् त, तपाईँको कोही रिलेटिभ्स आफ्नो मान्छेसँग च्याटिङ गर्नुहुन्छ, वाट्सएपमा हाउ आर यु लेख्नुहुन्छ, उहाँ त्यहाँ दुनियाँ मेसेज पठाइराख्नुहुन्छ, हुँदैन नि। ओ थर्ड पर्सन कहाँको मान्छेसँग तपाईँले च्याटिङ गरिराख्नुहुन्छ, कुरा गरिराख्नु भएको हुन्छ। तर तपाईँले जुन चाहिँ आफ्नो मान्छे, शाखा सन्तान, आफ्नो कुलभित्रको मान्छेहरू छ नि, त्यो मान्छेहरूलाई चाहिँ तपाईँले बिर्सिराखेको हुन्छ। मैले मात्रै होइन, हामीले मात्र, तपाईँले मात्रै होइन, मैले पनि, हामी सबैले। तर म चाहिँ के भन्छु भने हामीले हाम्रो जीवनमा यो पत्ता, यो हाँगालाई जति महत्त्व दिन्छौँ त्योभन्दा धेरै चाहिँ हामीले हाम्रो यो भित्र भएको जरा, रुट छ नि, त्यसलाई महत्त्व दिनुपर्छ। मलाई त के लाग्छ हिजोआज भने नि, यो जरासँग चाहिँ हाम्रो राम्रो सम्बन्ध छ भने नि, हामीलाई कुनै पनि समस्या आइपऱ्यो भने अरू नआउँदा पनि हुन्छ, यो जराले नै काफी हुन्छ हामीलाई। यो जरा काफी हुन्छ। तर तपाईँको चाहिँ नि यदि यो जरासँग सम्बन्ध राम्रो छैन भने चाहिँ नि यो पत्ता र यो हाँगाले पनि तपाईँलाई साथ दिँदैन नि, फेरि यसले नि पत्याउँदैन तपाईँलाई। याद राख्नुहोस्, फेरि यदि तपाईँको त्यो जरासँग चाहिँ स्ट्रङ बन्डिङ छ भने चाहिँ तपाईँले यो पत्ता, यो हाँगा त कति पाउनुहुन्छ तपाईँको लाइफमा। मेरो कुरा कस्तो लाग्यो, त्यो कुरा कस्तो लाग्यो, अनि मेरो प्लान्ट पनि कस्तो लाग्यो, त्यो भन्नुहोस् ल। हस्, थ्याङ्क यू।